वैज्ञानिक पनि होइन, केही पनि होइन, अहिलेको वैज्ञानिक महावीर पुन हो भन्छ होइन। अब हामीले चाहिँ सोचाइ के गर्यौँ भन्दाखेरि जुन जो नेपालको एकदमै वैज्ञानिक थिए पहिला त्यसलाई चिन्दै चिनेनौँ। नेपालको पहिलो वैज्ञानिक को हो? नेपालको पहिलो वैज्ञानिक भनेको जसले यो आयरनहरू चलायो, त्यो त सयौं वर्ष हजारौं वर्षदेखि एउटा गाउँमा बसेर त्यो गाउँलेहरूलाई चाहिने कुडो कोदालो हँसिया बन्चरो बनाउने वैज्ञानिकहरू त उनीहरू हो नि। हामीले त्यो पहिलो वैज्ञानिकलाई चिनेनौँ अनि पहिलो वैज्ञानिकलाई चाहिँ अर्कैलाई भनेर राख्यौँ नाम। त्यस कारणले पहिलो वैज्ञानिकहरू जुन छ नेपालको भनेको आयरन चलाउनेहरू भए अनि उनीहरूले चाहिँ केही कुराहरू गरेर हाम्रो जीवन निर्वाहमा सहयोग गरे। अब तर विडम्बना के भयो भनेदेखि जो वैज्ञानिकहरू उति बेलाको वैज्ञानिकहरू थिए जसले चाहिँ एउटा संसार भनौँ न नेपाल धान्दिएको थियो, किनभने कुडो बनाइदिएन भने कसरी खेती गर्थे, हँसिया बन्चरो बनाइदिएन भनेदेखि कसरी चाहिँ उनीहरूले अरू जनताले चाहिँ अनि घर बनाउँथ्यो अनि खेतीपाती कसरी गर्थ्यो। तर उनीहरूलाई